आया मेरो चप्पल दरामले गरे भन्न आदा I love you. बेट्यो हेलो एन्ड नमस्कार सबैजनालाई फेरि पनि हजुर सबैजना वेलकम ब्याक छ मेरो च्यानलमा। अब तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। फेरि पनि हजुर सबैजनालाई वेलकम ब्याक छ मेरो न्यू डे न्यू ब्लगमा हैन। आजको न्यू डेमा चाहिँ राति पानी परेको छ र मलाई देख्न सक्नुहुन्छ पहाड चढ्नु आएको जस्तो भइरहेको छु। अनि मेरो प्यारी चकचकी नक्कली नन्द र देवर बाबु घर जानु लाग्नु भएको छ। बाइ 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 बाइ। अब फेरि कहिले नआउनु ल। यहाँ मम्मी चाहिँ के लाउनु भएको मम्मी? गुर्बो बर्खा लाग्यो यसको सिजन आयो सब्जी। यो त टोक्यो भने त जिब्रो त यत्रो फुलेर पो जान्छ। यसको त कारण छ पकाएर खानु। के छ कारण? त्यो धुयो अनि काट्यो मसिनो अनि लसुनमा पकायो अनि त्यसपछि अमिलो झार लायो अनि त्यसपछि चाहिँ एकछिन बफाएर चाहिँ राख्नुपर्छ अनि चाहिँ एकछिन बारा रस अलिअलि सिपसिपा लाउनुपर्छ। कति दामी हुन्छ भने ठुलो पनि देखाउनु न। कति भयो यो त खाने होइन नि फेरि यहाँदेखि उँभोमा त यसरी गरेर खानुपर्छ। अरे म भन्दा छिपेको छ। बाइ 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 बाइ। सब्स्क्राइब कति बज्यो? सो साथीहरु हाम्रो भाइ र बहिनी चाहिँ घर जानु हुँदैछ अनि मम्मी चाहिँ सब्जी केलाउँदैछ। यिनीहरुले चाहिँ भात सब्जी पकाएर खाइसकेको, अब दाल मात्रै पाक्नु बाँकी छ। सो अहिलेको लागि यति नै, लास्ट टाइम बाइ बाइ। दही घिउ दहीसँग खाने यो मान्छे, घिउसँग खाने यो मान्छे, सुँगुरको मासुसँग खाने पनि यही मान्छे, निङ्गुरेसँग खाने पनि यही मान्छे, यो पनि केसँग खान्छ। यो मान्छेले चाहिँ खाएको छैन। यो मान्छेले चाहिँ मलाई पर्खे गरे भात खानुलाई। कति बज्यो? मैले ल्याइन पैसा। कहाँ कुद्नु भएको? बाइ 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 कान्छी। मेरो टाउको दुखाइहरू पनि गए साथीहरू फाइनली। छिटो छिटो। नानाको माया लागेन? लाग्यो। कति लाग्यो? पुग्छ है बित्थामा। हाम्रो सोनिया कम्तीको छ। बाइ 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 बाइ। हाम्रो बहिनीहरू पनि गए। अब कान्छीलाई पनि भोलि भरेदेखि खेलाउने सिस्नो पानी लाँदै घरतिर। त्यहाँदेखि म एक्लै बस्छु। अब भोलि पचाउनु छ अरे होइन। हाम्रो यताबाट हेरेको अनि अरू मान्छे पनि लाग्छ राख्नु भएन स्कुलमा बस्दा चाहिँ। अनि के पो सक्यो। अनि साथी हो जानुभयो भने अर्को कुरा पनि छ। के जानुभयो होइन। अनि तपाईँहरूलाई चाहिँ धन्यवाद छ। लाइक कमेन्ट सब्स्क्राइब गरिदिन सक्नु होला। साथीहरू अहिलेको लागि चाहिँ यति नै। बाइ बाइ। सो साथीहरू हामी चाहिँ अहिले यहाँनिर
अमिलो टिप्न आएको छौँ। अमिलो चाहिँ यस्तो अमिलो झार, तर यो दुई खालको हुँदो रहेछ। कुन खालको चाहिँ खानु, कुन खालको चाहिँ नखानु मम्मी? यो अलिअलि खस्रो खस्रो भएको अमिलो हुन्छ हौ, गुरुभोको सब्जीमा लाउनुलाई कुकाउँछ। यो चाहिँ चिल्लोवाला रातोवाला चाहिँ अमिलो नहुँदो रहेछ, यो चाहिँ नखानु हुँदो रहेछ। यो खस्रो खस्रोवाला चाहिँ खानु अरे। सो साथीहरू, गुरुवा पकाउने रेसिपी एकदम अब अरूलाई त कोनी, हामीलाई चाहिँ मनपर्छ गाउँघरमा बस्ने पहिले खाने मान्छे बुढापाकाहरूलाई। सो रेसिपी हेर्न चाहनुहुन्छ भने चाहिँ रेसिपी चाहिँ मेरो युट्युबको सर्ट्स भिडियोमा अपलोड भइसकेको छ, गएर हेर्न सक्नुहुन्छ। कसरी पकाउनु भनेर थाहा छैन भने चाहिँ, थाहा हुँदैन भने चाहिँ हाम्रो सासु मैयाले पकाउनु लाग्नु भएको छ। एकदम दामी मिठो पकाउनुहुन्छ जे कुरा पनि, त्यही भएर म चाहिँ पकाउनु लाग्छु भन्नु रे। सो अहिलेको लागि चाहिँ लागि कति तान्नु। साथीहरू, हामी चाहिँ खानासाना खाइसकेर फेरि गुरुवा साह्रै नै मिठो भएर खोज्नु जाँदैछौँ। यहाँ झोला र खुर्पा के अरे कस्तो मिठो भएको थियो नि। यहाँ हाम्रो डनहरू, मेरो सेक्युरिटी गार्ड सबैजना बाइकको छ। साथीहरू, फाइनली बारी चाहिँ आइपुग्यो। यो चाहिँ हाम्रै बारी हो, अर्काकोमा चाहिँ आएको होइन। यो चाहिँ हाम्रो पल्लो बारी भन्छौँ हामी चाहिँ। माथि कमिला जस्तो हाम्रो मान्छेहरू काम गर्दै हुनुहुन्छ। हाम्रो मान्छेहरू के लागि निङ्गुरे चपाउन आएको, यसो जिगोले तान्छ। फाइनली गाइस, हाम्रो मलैँची पनि फलेछ। फलेर कस्तो राम्रो यो टिप्दै एउटा कस्तो राम्रो मुना परेको देखा त। फर्स्ट निङ्गुरे फाइनली, सेकेन्ड कत्रो कत्रो के भो सिस्नो। लु कुमाथि हेर्नु। हो निङ्गुरे हो त, सुक्खामा भएर हो होइन बाबा। हो बाबा, हो बाबा बिचरा केले हो सुक्खामा भएर क्या हो क्या चिप्लो भएर सबै हुन्छ। त्यो अलिक उयो खालको होइन। आउनु बित्तिकै स्वागत दामी गर्यो साथीहरू हामीलाई। सिस्नो कुमारीले, कुमारी हो कि कुमार हो? कुमारीले त नगर्नु पर्ने, कुमारै होला। सिस्नो कुमार शाह के हुँदैछस्? आयो एकछिन है। आया खोइ टिप्न परेन। आमा छिटो टिप्न लगा ठका भाँच्यो नगरे मैले देखेको। म टिप्छु भेट्यो ल पक्री त कति बेला पारेँ मैले देखा लड्छ भनेर पठाएको ल। कति पनि नहुने निङ्गुरे चाहिँ यसरी फल्छ। यहाँ देख्न सक्नुहुन्छ यस्तो। अनि
फल्नु छ भने एकै ठाउँमा यसरी एक मुठी भेटिन्छ छैन भने जति कुरा पनि यता भेटिँदैन निर्मला आन्टीको खोका झोला भरिएको छ कुकुरा दुधो हुन्छ मैले देखेँ यहाँ पनि आँखा अगाडि यता पनि कति यहाँनिर अर्को पनि निङ्गुरे भेटिसकेको छ साथीहरू देख्न सक्नुहुन्छ स्वाट परेको छ यस्तो राम्रो यहाँ अलि माथि पनि छ यस्तोलाई चाहिँ कला भन्छ क्या कला देखाउनुमा चाहिँ म कमी छुइनँ साथीहरू होइन राख्दा हाम्रो झोला चाहिँ भरिसकेको छ एक झोला भइसक्यो हजुर कति भेटिस हो हामीलाई कति भेटिसक्यो वाइ युआर क्याङ पक्रिन लड्न आइसक्यो बाई साथीहरू पहिलेको बुढापाकाले परिश्रमको फल मिठो हुन्छ त्यसै कहाँ भनेको रहेछ यहाँ यसरी पाखाभित्रको पार्दै अहिले यसरी गरेर निङ्गुरो टिपिन्छ भरे बेलुका लगेर पकाइ खाँदा कम्ती दामी हुन्छ एकदम त्यसै भनेको होइन रहेछ नि परिश्रमको फल चाहिँ मिठो हुन्छ केटाकेटी हो यावाची खाचिची भनेको तर यहाँदेखि लड्यो भने चाहिँ झन् दामी 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 नै हुन्छ यता फर्का त टिप्दै गएर माथि पनि रहेछ ल एकछिन मजा हुन्छ ल अलि त्यहाँ छेउमा पनि होला भयो मैले त्यस्तो यो धेरै छिप्दैछ आई लभ यू निङ्गुरोको बुके साथीहरू देख्न सक्नुहुन्छ काली निङ्गुरेको डिपार्टमेन्ट चाहिँ क्लोज भइसकेको छ खत्तम भइसकेको छ यहाँनिर विश्राम कार्यक्रम चल्दैछ यता हेर के साह्रो एकोरो लागेको हेलो यतिको चाहिँ हुनु पर्यो है सासू भएपछि बुहारीले हेलो भन्दा गर्ने हो बुहारी भन्नु चाहिँ बुहारी हो हेलो बुहारी अब चाहिँ सेती निङ्गुरेको डिपार्टमेन्ट यहाँ देख्न सक्नुहुन्छ कालीको सकिसकेको छ सेतीको पालो कालीको सकिसक्यो अब सेतीको बाँकी छ कालीको सक्यो भयो त्यति सोनिया जस्तो आयो अब चाहिँ सेतो खोल्से निङ्गुरे खोज्नु जानु लागेको त्यता भिरतिर सो आउनु जाउँ निङ्गुरे कति बेला लो मेरो त्यही छ त हो त्यो हल्लिरहेछ त हो त्यो हुन्छ बिहान हामीले त्यतिकै खान्छ पनि मलाई डर लाग्छ पनि काट्न लाउनु मलाई
म कान्छु ल बुढो राखी दियो न जहाँ थियो अघि दिन्छु भनेको होइन खाएर गएको छैन खान्छु अब कस्तो मम्मी तर्सिनु भएन हौ ढुङ्गा त जाने रहेछ कहाँ जाने रहेछ बिर्तामा है हतार हतार भयो साथीहरू थोरै छैन निङ्गुरे यहाँनिर मम्मीले थोरै टिपिसक्नु भएन देखाउनु त झोला भरिसक्यो झोलामा राख्ने ठाउँ छैन ओइ एकछिन म आउँदैछु अघि मलाई दिएको बाहिर छ मेरो बुहारी जन्ने पिल्छु पहिला पनि छिटो आइसक्यो जानु पर्ने कता त्यता फोन खोइ मार होला अब फोन कहाँको नि यहाँ रहेछ ला फोन के भएन मम्मी बोकिदिनु त फोन मेरो यहाँ सक्दैछु नि यो लगा त्यो बोक्ने त म त आज चुट्टी त्यो बोक्नु न मम्मी अनि कहाँ छोड्नु भिडियो त नि भाइरल मान्छेको पेसा ढाडु कस्तो पिल्स्यो नि होला हौ यस्तै हो साथीहरू यसो आफूसँग आएको साथीहरूलाई बिच बिचमा इन्टरटेन दिइबस्नु पर्छ क्या घरी छोडा ढुङ्गा गौडा जा उता जानु उता कता हौ उता जानु पाखातिर किन ढुङ्गा पानी खानु गएको हौ म आइज न लु के हो तैँले साह्रै तैँले गर्दा म अघि लड्दैछु कि कुन पोच कुन आसन हो म्याडम कति धेरै रहेछ लड्नु किन लड न कोही बेला 2 बल्ने त खेलिस् त 2 बल्ने त खेलिस् त केला जान्छ मुनिको चाहिँ भाँच्यो जान फेरि लड्ने लक्षण म चाहिँ यो गुन्द्रुक अब यहाँ कस्तो जिनिस यहाँ चाहिँ मेरो हात ट्याप्पै छ क्या यो पनि हो अङ्कुश चाहिँ मेरो हात कस्तो पोलो पिल्सेछ लडियो साथीहरू उमाथि कति धेरै छ आहा जा तेरो यतादेखि उक्लिँदैछौँ हामी ल यतादेखि उक्लिँदैछौँ जा तेरो पाली अब
आयो सो साथीहरु निङ्गुरो टिप्न जाने भनेपछि लड्यो लड्छ भनेर बुझ्नु तर आज चाहिँ मै लडे स्वस्तिकाको संगतले मलाई पनि यस्तो तल छ लड्ने बनाइसक्यो यति बनाइसक्यो निङ्गुरे नै निङ्गुरे छ झोला कहाँ छोडिराख्यौ फेरि ला त यो पक्री त ला ओइ म पनि टिप्छु पानी रहेछ ओइ आइज पानी खानु आइज आइज पानी कति चिसो आइरहेछ बाटै छैन म यहाँ हातमा निङ्गुरे थियो टिपेको टिपेर लिनुहोस् न लिनुहोस् न त्यो अलैँची चुट्यो भने चाहिँ कहाँ पुग्छ समय थाहा छ कि अलैँची कहिले चुट्टिन्छ आन्टी एकछिन हामी पानी खाँदैछौँ उफ यहाँ पनि टिपिहाल्छ पानी साथीहरू पानी खानु पनि यस्तो हुन्छ साथीहरू गाउँघरमा त गाउँघर चाहिँ होइन जङ्गलमा चाहिँ लड्दा लड्दा गलेर पानी खानु आएको पानी खानु पनि लड्दै नै छु फिरफिरीहरू जस्तो घुम्ने हातखुट्टाहरू लामो लामो भएर चिराउँछ नगर न अहिले यत्रो झारघारी पेरेर आएको सबै झरिसक्यो निङ्गुरो मेरो पानी त गाई गोरु नाकमा जुका पस्यो भने चाहिँ फेरि बर्बाद निङ्गुरोहरू कति धेरै छ पानी हेर्नु नि सफै थियो यता राङभाङ पो फल्छ त उयो तेरो पछाडि राङभाङ यहाँ चाहिँ त्यहाँ हातैमा छ किरा परेको छ खा लु नखा धेरै ओके छ त बाउले जान्छ पूर्वैको यो सुलीहरू केहरू टालिएको छ चोपो निङ्गुरेको तर मुखमा छैन नि आफ्नै अनुहार पार्छ त्यो भयो हामी चाहिँ यहाँ भिरमाथि छौँ हामी लड्छौँ र पक्रिनु भनेर तल बसिरहनु हुन्छ दुईजना सासू मैयाहरू हामी यहाँदेखि गुल्टिन्छौँ गर्दै अनि तल पक्रिनुहुन्छ अरे हामीलाई च्याप च्यापी यसो निर्मली आन्टीले आउटरमा थाप्ने अरे हामीले ऊ माथि उति छ ती ऊ यिनीहरू ऊ त्यो पल्लो त्यो होइन अर्को हो त्यो सोनिराग चाहिँ थाम्छ होला तपाईँको तल पनि रहेछ हिँड त तपाईँको आउटरले सोनिरागलाई चाहिँ थाम्छ स्वस्तिकाको त हात पनि हिँड्न हौ
जस्तो उठबस गर्नु खतरा उठबस हान्दैछ साथीहरू जङ्गलमा आएर सुपारी अब अघि चाहिँ बोलाउनु भयो अनि भिडियो नगर्नु यहाँ राम्रो थियो लु आऊ यता देखाइज त्यहाँदेखि जान्छु म लडेँ भने चाहिँ ऊ माथि झर्दै एकछिन ल तपाईँको पाली आउँदैछ झर्न उफ्रिन म त उफ्रेको केही भएन उफ्रे मात्रै मार्ला नि फेरि गाइस निग्रो सेती खाना आउनुहोस् कोकोला मन पर्छ त्यही म काली सक्यो म भाउजू सेती भन्यो ए हाम्रो हो नि यो दरामले गरो चस्मा चस्माको आन्टी लाउनु र ए चस्मा त के हो हाम्रो चाहिँ सकिसक्यो यहाँ चाहिँ हाम्रो सुटिङ गर्दैछौँ यो चाहिँ कसको करामत कसरी गरेको अरे खोइला उनी मुरेको झोला चाहिँ छोडिराखेको मेरो फोन खोइ यही छ पक्रिनु उचाल नटिपेको अब टिप्दै जाउँ न उकालो लु हिँड्न झोला भरि छ काठमा लाएर हिँड्न पछाडि त चाहिँ के गुन्डा म चाहिँ क्यामेराम्यान डाइरेक्टर स्क्रिप्ट राइटर सबै है साथीहरू म चाहिँ झन्डै लडेर यहाँ पनि रहेछ यहाँ चाहिँ साथीहरू सिस्नु नि सिस्नु छ है यो मैले चाहिँ पार गरेर आइसकेको छु यसको आइज न मलाई त केही भएन त थोरै छैन अझै निङ्गुरे हो मिसन कम्प्लिट बाई बाई साथीहरू अब यहाँदेखि कता जानु माथि आज समाजको के कान्दैन खोइ उयो खुर्पा साथीहरू हाम्रो जङ्गल चाहिँ क्रस भइसकेको छ नि दाग ठोकेर सिस्नुले चिरेर के भयो त्यस्तै हुन्छ बाटो छोडेर अबाटोतिर हिँड्दा त्यही पनि खोइ त्यही पनि हिँड्नु चाहिँ छोडिँदैन सो अहिलेको लागि लाग्यो एकैचोटि घरमा गएर भेटौँ न किनभने हिँड्दा कुद्दा घाँस्दा के गर्दा सास धेरै बढिसक्यो अहिलेको लागि लाग्यो साथीहरू बाई 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 आजको प्रतीक्षामा जानु त ल यहाँदेखि डट माथि टाउकोबाट उडी आयो भने खान्छ गयो हिँड्नु न ए म पछाडि छु है देखि पनि डरायो
छैन नि हामी त उयोबाट हाम फाले यहाँदेखि झन् हाम फालेको ल आइसकेकोले पो खेलाइदिएको हान्नु केले हान्नु हाम्रो चुचो छ र हान्नु भिनोमा किन तपाईँ यसरी भाग्नु के भन्नु यस्तो मुही भुइँमा यस्तो गरेर आउँदो रहेछ नि कार लिएर चाहिँ स्वस्तिका आइज हाम्रो निङ्गुले भागबण्ड गरौँ आम्मामामामा आइज यहाँ छ हाम्रो निङ्गुरे म भाग लाउनु जाँदैछु पक्री त लु राख्थे थुपार त सबै कति भयो लुगा टाइट भएर नि सला वाउ के खेलेको साथीहरू हामी चाहिँ घर आइपुग्यौँ घर आइपुग्ने बित्तिकै म चाहिँ चटपटी बनाएको गरेँ मम्मीले चाहिँ खानासब्जी बनाउनु किनभने मान्छे नै माइ ज्वरोमा थियो अनि यहाँ चाहिँ हामी निङ्गुरे खेलाउँदैछौँ हेलो के गरेको हामी चाहिँ निङ्गुरे खेलाउँदैछौँ एउटा काली निङ्गुरे चाहिँ पाकाइसक्नु भएको छ मम्मीले देख्न सक्नुहुन्छ काली निङ्गुरे चाहिँ भुटेको भन्दा रसलाको मनपर्छ मलाई पनि मम्मीलाई पनि त्यही भएर चाहिँ रसलामा छ अनि यो चाहिँ सेती मात्रै छ यो चाहिँ भोलि बिहानको आहारा बोल्नु पनि अल्छी लाग्दैछ कस्तो निन्द्रा लागेको सोध्दैछ के साह्रो अल्छी भएको ला कान्छी पादेऊ पाद्दै केलाउँदैछ के भएको पाद्दै केलाउँदैछ अहिले म लौ के भन्नु हौ भन्दिन ल सो साथीहरू हजुरलाई आजको मेरो भिडियो कस्तो लाग्यो आज चाहिँ धेरै रमाइलो गऱ्यौँ होइन अनि आजको भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गर्नुहोला सो अहिलेको लागि यति नै भन्दै हजुरको सामबाट बिदा लिन चाहन्छु बाई बाई सबैजनालाई थ्याङ्क्स फर वाचिङ धेरै धेरै धन्यवाद हजुरहरूलाई मेरो भिडियो साथ दिनुभएकोमा बाई बाई